कम्प्लिट भएको थिएन किनभने हामी विश्वासी हो नि त हामीलाई स्वतन्त्र लाग्दैन होइन किनभने प्रभुको दृष्टिमा अब हामीले के छ भने कुनै कुरा हामीले लुकाउन सक्दैन क्या है अनि यो नकसो भने एउटा राम्रो एक्जाम्पल छ जोनाको होइन जोना माछाको पेटभित्र गइ पनि प्रभुले उसलाई हेरिराखेको थियो नि त उसले के गर्दैछ अब प्रभुले मार्ने भयो त्यही माछाको पेटभित्र नै प्रभुले उसलाई मार्न सक्नुहुन्थ्यो नि त होइन तर जोनाको जीवनबाट चाहिँ प्रभुले महिमा गरेको प्रभुले चाहनु भएको थियो त्यस कारणले जोनालाई प्रभुले मृत्युमा पुर्याउनु भयो उसलाई तर्पिने दिनुभयो दुःखमा गएर चाहिँ उसलाई प्रभुले उसलाई याद गरिनु होइन त्यस कारणले गर्दाखेरि प्रभुको छोराछोरीलाई प्रभुले कहिले पनि हामीलाई छोड्नु हुँदैन क्या हाम्रो आफ्नो ज्ञान बुद्धिले हामीले के गर्छ भन्दाखेरि हुन्छ नहुँदा पनि रहेछ तर प्रभुले चाहिँ आज हामीले के कसरी गरेर चाहिँ हुन्छ बिमारमा भएर हुन्छ या घटी कमीमा भएर हुन्छ नि त्यहाँ या सपना बिना होइन दुर्घटना भएर अनि प्रभुले चाहिँ यसरी हामीलाई आवाज दिनुहुन्छ क्या अनि प्रभुले चाहिँ जहाँ हामी गए पनि के हुन्छ घुम्दै फेरि प्रभुले चाहिँ किनभने हामी किन यसो मन्दिरमा आइपुग्यो प्रभुले आज हामीले ग्रहण गऱ्यो नि त होइन प्रभु ग्रहण गरेको दिनमा चाहिँ प्रभुले चाहिँ हामीलाई चाहिँ के रगतको छाप हामीले दिनु लागेको छ त्यो पक्का आज हामी चाहिँ के छ पक्का प्रभुको छोराछोरी होइन त्यो छाप लागेको कारणले गर्दाखेरि प्रभुले हामीलाई कहिले पनि के गर्छ हामीले बिर्सिनु हुँदैन होइन किनभने आज एकदम ठुलो एउटा मण्डलीको एउटा आशिषको एउटा कुरा हो अनि साथी प्रभुले आज स्वर्गीयमा रमाउनु भनेको तर यसको विरोधमा को छ अहिले यसको विरोधमा शैतान छ है खाने बलले यहाँ प्रस्ताव गर्नु भयो नि अब शैतान चाहिँ खुसी छैन होइन शैतानले चाहिँ अब सानो बाबुलाई फेरि त्यो पुराना कुराहरू लिएर सानो बाबुलाई चोगाइराख्नु हुन्छ होइन अनि त्यो कुरामा चाहिँ आज हामीले चाहिँ के गर्नु छ हामीले चाहिँ प्रस्तावको चाहिँ प्रभुलाई चाहिँ हामीले चाहिँ जीवनको प्रस्तावको फल चाहिँ फलाएर हामीले देखाउनु होइन त्यहाँदेखि प्रभुले के गर्नुहुन्छ बाँकी रहेको जीवनहरू प्रभुले फेरि के हुन्छ हारेको दाउदले हारेको चिजहरू फिर्ता पायो भन्छ नि त होइन दाउदले साँचो प्रभुलाई प्रस्ताव गर्नुभयो अनि दाउदले हारेको चिजलाई फेरि दाउदले प्रस्ताव प्रभुले फेरि नि अनुग्रह गर्नुहुन्छ होइन त्यस कारणले गर्दाखेरि आज यो ठुलो सौभाग्य एउटा कुरा हो है त्यस कारणले गर्दाखेरि मण्डलीमा आज राम्रो काम गर्नुहुँदैछ सानो बाउले होइन बित्तिकै दिनहरूमा सानो बाउले भन्नुहुन्थ्यो थियो मलाई किनभनेखेरि अब हामीहरू के छ भने मण्डलीमा एउटा है प्रभुको दासले जति मात्रामा सेवा गर्नु पठाएको हुन्छ त्यति मात्रै हामीले गर्नुपर्छ होइन अब त्योभन्दा बाहिर हामीले सेवा गऱ्यो भने के हुन्छ भने एउटा अनुशासन भन्ने एउटा देखा पर्दैन मण्डलीमा होइन प्रभुको दासले सेवा गरेर आउने हुने एक दिनमा सानो बाउले भन्नुभएको थियो यस कारणले गर्दा मैले चाहिँ अब अङ्कलहरू यो कुरा थाहा नभएको कारणले मैले छोटै भन्नुभयो अन्त अङ्कललाई छोटै भयो राम्रो हुन्थ्यो भनेर होइन तर आज फेरि नै प्रभुले अनुग्रह गर्नुहुने यहाँसम्म आज यस कारणले गर्दाखेरि हामी छोटो एउटा वचन हेर्नेछौँ त्यो चाहिँ के चाहिँ वचन छ भन्दाखेरि चाहिँ अब चाहिँ प्रस्तावको विषयमा आज हामी प्रस्ताव भन्ने चिजहरू चाहिँ के हुँदो रहेछ भनेर हामी चाहिँ यो वचन आज हेरेर अनि राख्नेछौँ ल किनभने हेर्नुहोस् अब यो प्रभुको वचनले पनि यसो देखाइराखेको छ होइन प्रभुको ठुल्ठुलो दासहरूले पनि यस्तो प्रस्तावहरू गर्दै प्रभुमा राम्रो बनिएको छ यस कारणले गर्दाखेरि हामीले यो वचनहरू हेर्नेछौँ ल आउनु छ यो चाहिँ कहाँ हो भन्दाखेरि मत्ती 3 अध्याय म्याथ्यू च्याप्टर 3 verse 2 मत्ती 3 अध्यायको 2 पद हामी सबै पायौँ नि सबै मण्डलीले हामी यसलाई मिलेर हामी के गर्नेछौँ यसलाई पनि हामी पढ्नेछौँ ल मत्ती 3 अध्याय यसको 2 पद